Not investing your money is wasting. नमस्ते, यहाँहरुलाई स्वागत छ मनी माइन्ड नेपालमा। आज फेरि तपाईहरुमा अर्को सिरिज लिएर आइपुगेका छौं। आज हामी कुरा गर्नेछौं पैसाले कसरी काम गर्छ र पैसाको लागि काम गर्ने र पैसालाई काममा लगाउने मान्छेहरुमा भिन्नता के छ भनेर। तपाईहरुलाई थाहा छ, हामीहरुले पैसालाई जम्मा गरेर राखिरहेका हुन्छौं नर्मल सेभिङ अकाउन्टमा, जहाँ कि हामीले बैंकमा राखेको पैसाले हामीलाई केही पर्सेन्टेजमा रिटर्न चाहिँ दिइरहेको हुन्छ, इन्ट्रेस्ट भनौं। तर पनि हामी त्यो पैसालाई बैंकमा राखेर हामीले बैंकबाट इन्ट्रेस्ट लिँदै गर्दा हामीहरु अझै पनि घाटामा हुन्छ। यो कसरी हुन्छ भने फर्स्ट नम्बरमा हामीले कुरा गरौं इन्फ्लेसन। इन्फ्लेसन भनेको चाहिँ तपाईहरुको पैसाको साइज घट्नु भनौं या महंगाई बढ्नु। यदि तपाईहरुले बैंकमा 1 लाख रुपैयाँ अहिले जम्मा गरेर राख्नु भएको छ भने अबको 1 वर्ष पछाडि तपाईले 3% को दरले इन्ट्रेस्ट पाउनु भयो भने 1,03,000 रुपैयाँ बैंकले तपाईलाई दिन्छ। तर इन्फ्लेसन भयो भने अहिले नेपालको कन्टेक्समा हेर्ने हो भने इन्फ्लेसन रेट 6 देखि 7% हुन्छ। यसको मतलब तपाईले अब अहिले 1 लाख रुपैयाँ बैंकमा जम्मा गरेर राख्नु भएको छ। अब 1 वर्ष पछाडि तपाईले त्यही पैसालाई इन्फ्लेसन सँगै हिसाब गर्नुभयो भने तपाईको 1 लाख रुपैयाँ 6,000 ले कम भयो भनौं, या तपाईको पैसालाई इन्फ्लेसनले खाइदियो। यानी तपाईको 1 लाखबाट तपाईहरुले बल्ल 94,000 मात्र पाउनु हुने भयो। र यसरी नै इन्फ्लेसनलाई बिट गर्नको लागि हामीले पैसालाई इन्भेस्ट गर्नुपर्ने हुन्छ। तपाईहरुलाई थाहा छ, कोही मान्छेहरुले बैंकमा जम्मा गरेर राख्छन् पैसा र कोही मान्छेहरुले त्यही पैसालाई बैंकमा अरूको पैसालाई लिएर गएर आफ्नो सपना साकार बनाउँछन् र आफ्ना हरेक कुराहरुमा इन्भेस्ट गरिरहेका हुन्छन्। त्यो अरू मान्छेहरुको पैसाले आफ्नो सपना साकार गरेर आफूले इन्कम गर्नको लागि युज गरिरहेका हुन्छन्। कसरी भन्ने, कुनै पनि बिजनेसम्यानहरुले प्राय जसो आफूसँग भएको फन्डलाई चाहिँ युज नगरिकन बैंकबाट लोन लिएर चाहिँ आफ्नो बिजनेसमा इन्भेस्ट गर्ने गर्छन्। किनकि उनीहरुलाई थाहा छ कि यो पैसाले मैले ल्याएर राम्रो रिटर्न कमाउन सक्छु र त्यो रिटर्नको केही पर्सेन्टेज बैंकलाई इन्ट्रेस्ट तिरेर आफूले त्यहाँबाट आउने ह्युज रिटर्नलाई चाहिँ आफूले आफ्नो एज अ प्रॉफिट को रूपमा लिन सकिन्छ भन्ने उनीहरुलाई थाहा छ। यदि दुनियाँमा कुरा गर्ने हो भने तपाई हामी जस्तो जो पैसाको लागि काम गरिन्छ र हामीले आफ्नो भविष्यको लागि भनेर केही पैसाहरु संकलन गरेर राखिन्छ, त्यो हाम्रो भनेको हामीले इन्फ्लेसनलाई पनि बिट गर्न सकेका हुँदैनौं र हामी गरिब त गरिब नै छौं र धनी बन्न त सकिदैनौं। त्यही पनि त्यो पैसालाई कसरी काममा लगाउने भन्ने कुरा पनि हामीलाई थाहा हुँदैन। किनकि वित्तीय स्वतन्त्रता बन्नको लागि पैसाले कसरी काम गर्छ र पैसालाई कसरी काममा लगाउने भन्ने कुराहरु पनि सिक्न जरुरी हुन्छ। र दुनियाँमा जति पनि धनी मान्छेहरु छन् तिनीहरुले आफ्नो सम्पत्तिलाई दुनियाँको हरेक मान्छेहरुलाई बराबर गरेर बाँड्दियो भने पनि केही वर्ष पछाडि त्यो सबै पैसा फेरि उनीहरुसँगै जान्छ। यो कसरी हुन्छ भने उनीहरुसँग त्यो क्यापासिटी छ, उनीहरु प्रोडक्टिभिटी भएको मान्छेहरु हुन्छन्, उनीहरुसँग नलेज छ, उनीहरुलाई थाहा छ पैसाले कसरी काम गर्छ र पैसालाई कसरी काममा लगाउने भन्ने यो कुराहरु सबै थाहा भएको हुन्छ उनीहरुलाई। र यसरी गर्दा धनी धनी बन्दै जान्छ, गरिब झन गरिब नै हुन्छ। यसको मुख्य कारण भनेको नट इन्भेस्टिङ योर मनी इज वेस्टिङ। किनकि पैसालाई काममा लगाउन नजान्ने मान्छेहरु सधैँ गरिब नै हुन्छ। जसले पैसाको लागि काम गरिरहेछ उ सधैँ गरिब नै हुन्छ र जसले पैसालाई काममा लगाउन जानेको हुन्छ, जसले पैसालाई कसरी युटिलाइज गर्ने, कहाँ कहाँ लगानी गर्ने भन्ने कुराहरु बुझेको हुन्छ, उनीहरुले पैसा कमाइरहेका हुन्छन्। या कि आफू स्वयं उपस्थित नभएर पनि उनीहरुको पैसाले उनीहरुको लागि काम गरिरहेको हुन्छ र त्यहाँबाट तिनीहरुले ह्युज प्रॉफिट बनाउन सक्नुहुन्छ। र यति कुराहरु गर्दै गर्दा तपाईले बुझ्नुभयो, यदि तपाईले आफ्नो पैसालाई आफूसँग भएको केही फन्डलाई इमर्जेन्सी फन्ड भनेर अलग्गै छुट्याएर राख्नुस्, जो कि तपाईको आपतकालीन समयको लागि हुन्छ। र अरु जति पनि पैसा तपाईहरुले अब केही लामो समयको लागि मैले यो पैसालाई युज गर्दिन, यो पैसा अनवान्टेड हो, लामो समयपछि मैले यसलाई लिन्छु भन्ने सोच्नुभएको छ भने त्यो पैसालाई चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ। यो इन्भेस्ट गर्ने पाटाहरु धेरै छन्। तपाईहरुले एउटा त फिक्स्ड डिपोजिट भयो, अर्को एसआइपी भयो, अर्को इन्स्योरेन्स भयो। इन्स्योरेन्स भयो भने पनि तपाईहरुलाई चाहिँ यो हेल्थ साइडबाट चाहिँ
तपाईहरुलाई केही राहत मिल्न सक्छ इन्स्योरेन्स गर्नुभयो भने पनि। र अरु स्टक मार्केटहरु भए जुन तपाईहरुले शेयर मार्केटमा लगानी गर्नको लागि चाहिँ केही स्टडीहरु गर्नुपर्ने हुन्छ, फाइनान्शियल नलेजहरु लिनुपर्ने हुन्छ र शेयर मार्केटमा कसरी इन्ट्री गर्ने भन्ने कुराहरु चाहिँ सिक्नुपर्ने जरुरी छ। र यति गर्दै गर्दा तपाईहरुले अब आफ्नो पैसालाई कसरी काममा लगाउने र पैसालाई काममा लगाएर कसरी अरु पैसा कमाउने भन्ने कुराहरु पनि बुझ्न सक्नुहुन्छ। र यति भन्दै आगामी दिनहरुमा हामी फेरि नयाँ कुराहरु र नयाँ जानकारीमूलक भिडियोहरु लिएर फेरि आउनेछौं। अहिलेको भिडियोमा बिदा हुन चाहन्छौं। यदि तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला र हामीलाई फेसबुक, इन्स्टाग्राम, टिकटकमा पनि गएर फलो गर्न नबिर्सनु होला। र यति भन्दै यो भिडियोमा बिदा हुन चाहन्छु। तपाईहरुको दिन शुभ रहोस्, मस्त रहोस्, व्यस्त रहोस्। हस्त, नमस्ते, बाई, टेक केयर।